हेलो फ्रेन्ड्स, वेलकम टु माय च्यानल। र आजको यस भिडियोमा हामी कुरा गर्छौं नेपालमा भर्खरै लन्च भएको रोयल एनफिल्डको बाइकको बारेमा। र यस बाइकमा चाहिँ हामीले मल्टिपल कलर अप्सन देख्न सक्छौं भने यसमा चाहिँ हामीले एलईडी हेडल्याम्प सेटअप र एलईडी इन्डिकेटरको सेटअप देख्न सक्छौं। र यसको साथै यस बाइकमा हामीले ड्युअल च्यानल एबीएस को ठूलो अपग्रेड पनि देख्न सक्छौं। ल आउनुहोस् ढिला नगरी आजको भिडियो सुरु गरौँ। यस बाइकमा हामीले मद्रास रेड, जोधपुर ब्लू, मेडालियन ब्रोन्ज, कमान्डो स्यान्ड, गम ग्रे, स्टिल्स ब्ल्याक, इमराल्ड ग्रीन गरी 7 वटा कलर अप्सन देख्न सक्छौं। त्यसैगरी यस बाइकको परफर्मेन्सको कुरा गर्नुपर्दा यसमा हामीले 349 सीसी सिंगल सिलिन्डर 4 स्टक एयर कुल्ड एसओएससी EFI इन्जिन देख्न सक्छौं। र यस इन्जिनले चाहिँ 20.48 PS को म्याक्स पावर जेनेरेट गर्दछ भने यसको चाहिँ पिक टर्क 27 Nm को रहेको छ। त्यसैगरी यस बाइकमा हामीले 5 स्पिड गियर बक्स देख्न सक्छौं भने 115 kmph को चाहिँ टप स्पिड यसको रहेको छ। यस बाइकको फ्युल ट्याङ्क क्यापेसिटीको कुरा गर्नुपर्दा 13 लिटरको रहेको छ भने यसले चाहिँ कम्पनी क्लेम माइलेज 35 kmpl को दिने गर्दछ। त्यसैगरी रोयल एनफिल्ड क्लासिक 350 को ब्रेकिङको कुरा गर्नुपर्दा यस बाइकमा हामीले ड्युअल च्यानल एबीएस को साथै ड्युअल डिस्क ब्रेक सेटअप देख्न सक्छौं। त्यसैगरी यस बाइकको डिस्क साइजको कुरा गर्नुपर्दा फ्रन्टमा यसको 300 mm को डिस्क रहेको छ भने यसको रियरमा 270 mm को डिस्क रहेको छ। त्यसैगरी यस बाइकको सस्पेन्सनको कुरा गर्नुपर्दा यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन रहेको छ भने यसको रियरमा ट्विन ट्युब शक एब्जर्बर रहेको छ। रोयल एनफिल्ड क्लासिक 350 को डाइमेन्सनको कुरा गर्नुपर्दा यसको सीट हाइट 805 mm, यसको ग्राउन्ड क्लियरेन्स 170 mm र यसको कर वेट 195 kg रहेको छ। त्यसैगरी यस बाइकको गम ग्रे र स्टिल्स ब्ल्याक भेरिएन्टमा एलोय व्हील आउने गर्दछ भने अरु भेरिएन्टमा स्पोक व्हील नै आउने गर्दछ। न्यू रोयल एनफिल्ड क्लासिक 350 को अन्य फिचरहरुको कुरा गर्नुपर्दा यस बाइकमा हामीले एनालग डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलईडी हेडल्याम्प विथ एलईडी पाइलट ल्याम्प, लङ मेटल एक्जस्ट, टाइप सी चार्जिङ पोर्ट, गियर पोजिसन इन्डिकेटर, रिमुभेबल प्लेन सीट जस्ता अन्य थुप्रै फिचरहरु पनि देख्न सक्छौं। र आउनुहोस् अन्तिममा रोयल एनफिल्ड क्लासिक 350 को प्राइसको कुरा गरौँ। यस बाइकको चाहिँ कलर अप्सन अनुसार यसको प्राइस पनि फरक रहेको छ। यसको मद्रास रेड र जोधपुर ब्लू भेरिएन्टलाई 5,55,000 पर्न जान्छ। यसको मेडालियन ब्रोन्ज र कमान्डो स्यान्ड भेरिएन्टलाई 5,66,000 पर्न जान्छ। र यसको गम ग्रे र स्टिल्स ब्ल्याक भेरिएन्टलाई 5,73,000 पर्न जान्छ भने यसको इमराल्ड ग्रीन भेरिएन्टलाई नेपालमा 5,79,900 पर्न जान्छ। यो थियो रोयल एनफिल्डले नेपालमा भर्खरै लन्च गरेको रोयल एनफिल्ड क्लासिक 350 को नेपालमा पाइने भेरिएन्ट र यसको प्राइसको बारेमा जानकारी। र हजुरहरुलाई मेरो यो भिडियो कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनु होला। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानल सब्स्क्राइब गरेर साइडमा रहेको बेल आइकन पनि दबाउनु होला। हस्त धन्यवाद।